जय मसीह। म परमेश्वरको वचन बोल्न लागेको छु। अनि योना 16:33 यस्तो लेखिएको छ, संसारमा तिमीहरूलाई कष्ट हुन्छ, तर ढारस गर, मैले संसारलाई जितेको छु भनेर प्रभुको वचनले भन्नुभएको छ है। संसारमा तिमीहरूलाई कष्ट छ है, अनि ढारस गर, मैले संसारलाई जितेको छु भनेर प्रभु परमेश्वरको वचनले हामीलाई भनिराख्नु भएको छ है। हामी शरीरमा छौँ अनि संसारमा छौँ। हामीलाई धेरै समस्याहरू हुन्छ, परिस्थितिहरू हुन्छ, कष्ट हुन्छ, दुःख हुन्छ, पीडा हुन्छ, अनि रोग र कष्टमा पनि भएर हामी जानुपर्छ है। अनि प्रभुको वचनले हामीलाई उत्साहित गराइराख्नु भएको छ, ममा भरोसा गर्न, मैले चाहिँ तेरो कष्टलाई जितेको छु है। ममा आशा गर्न है। अनि आज दुःख र कष्ट अनि बिमारबाट भएर जहाँ गएको मानिसहरूले पनि भन्नुपर्छ कि प्रभु यीशुमा चाहिँ जीवन छ है। प्रभु यीशुमा जीवन छ अनि उहाँ चाहिँ जीवन दिने दाता हुनुहुन्छ र परमेश्वरको वचन फेरि हामी अर्को पनि निकाल्नेछौँ। यसै गरी है यशाया 41:10 यस्तो लेखिएको छ, नडरा किनकि म तसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु। अनि हामी संसारमा हुँदा, शरीरमा हुँदा हामीलाई कष्ट पीडा आउँदै गर्दाखेरि प्रभुको वचनले हामीलाई भन्नुभएको छ, नडरा, निरुत्साहित नहो है, म तँलाई बलियो पार्नेछु, तेरो साथमा म छु, तेरो परमेश्वर म हुँ, अनि तँलाई म बलियो पार्नेछु, निरुत्साहित नहो है भनेर परमेश्वरको वचनले भन्नुभएको छ। अनि तँलाई म सहायता गर्नेछु भन्नुभएको छ है। हामीलाई दुःखमा पीडामा भएर हामी जाँदै गर्दाखेरि हाम्रो प्रभुले हामीलाई है, परमेश्वर पिताले हामीलाई सहायता गर्नुहुन्छ है। हामी निरुत्साहित हुनु पर्दैन है, प्रभुले हामीलाई सम्हाल्नुहुन्छ है। हामी परिस्थितिमा भएर हामी जाँदाखेरि पनि हाम्रो प्रभु यीशु हाम्रो साथमा हुनुहुन्छ। हामी निरुत्साहित हुनु पर्दैन है। हाम्रो शान्तिदाता प्रभु यीशु हाम्रो साथमा हुनुहुन्छ है। र नडरा है, नडरा, नडरा भनेर प्रभुको वचनले हामीलाई भनिराख्नु भएको छ, किनकि तेरो परमेश्वर चाहिँ म हुँ भनिरहेको छ, तँलाई म बलियो बनाउँछु भन्नुभएको छ है। हाम्रो प्रभु यीशु कति महान हुनुहुन्छ है, हामीलाई सम्हाल्नु हुने प्रभु हुनुहुन्छ है। र म यो भिडियोद्वारा के भन्न चाहन्छु भने चाहिँ हामी है सबैजनाले हामीले भिडियो हेर्दैछौँ भने चाहिँ आज परमेश्वरको वचनद्वारा म उत्साहित गर्न चाहन्छु। कतिजना तपाईँहरू बेडमा हुनुहुन्छ होला है, कतिजना पीडामा हुनुहुन्छ होला, तपाईँहरू कतिजना दुःखमा हुनुहुन्छ होला, कष्टमा हुनुहुन्छ होला। प्रभु यीशुको वचनले भन्नुभएको छ, नडरा, निरुत्साहित नहो है, तँलाई म सहायता गर्नेछु, तँलाई म बलियो पार्नेछु भनेर प्रभु यीशुको वचनले भन्नुभएको छ। हो नि, संसारमा हुँदा हामीलाई कष्ट हुन्छ, पीडा हुन्छ, तर प्रभुको वचनले हामीलाई भन्नुभएको छ, निरुत्साहित नहो है, तँलाई म सहायता गर्नेछु भनेर प्रभुको वचनले हामीलाई भन्नुभएको छ। अनि तपाईँहरू बेडमा हुनुहुन्छ भने पनि भन्नुहोस्, प्रभु यीशुले तपाईँहरूलाई जीवन दिनुहुन्छ है। अनि तपाईँहरू आज अशान्तिमा हुनुहुन्छ भने पनि तपाईँहरूलाई प्रभु यीशुले शान्ति दिनुहुन्छ। एउना 14:27 वचनले भन्नुभएको छ, म तिमीहरूलाई शान्ति दिन्छु भनेर प्रभुको वचनले भन्नुभएको छ है। तपाईँहरू सबैलाई म भिडियो हेर्ने सबैजनाहरूलाई म उत्साहित गर्न हुन चाहन्छु वचनद्वारा है। तपाईँहरू बेडमा हुनुहुन्छ भने जीवन बोल्नुहोस् प्रभु यीशुको नाउँमा है। कष्ट र पीडामा हुनुहुन्छ भने पनि शान्ति बोल्नुहोस् प्रभु यीशुको नाउँमा र आमेन।